हेलो गुड मर्निङ फ्रेन्ड्स। यहाँ हेर्नु मेरो भदै चाहिँ बिहान बिहानै यहाँ खेल्दैछ हो। गिड्डी अब चाहिँ अलिक ठुलो भयो, यो खेल्नु थालेको छ हो। हाम्रो चाहिँ बाहिर अहिले जग्गा छैन नि त खेल्ने, अनि त्यो कारणले गर्दा चाहिँ यहाँनिर यो ब्यागमा चाहिँ दिदीले यहाँनिर यो ग्रिट लगाइदिनु भएको थियो नि त। मलाई पनि बिहान बिहान हिँड्नुहुन्छ भनेर वकको लागि हो, म पनि बाहिर सक्दिनँ यहाँ। अनि त्यो मजाले खेल्दैछ, यहाँ यसरी खेल्छ हो। यहाँ यसरी लिएर गिड्डीहरू यसरी थुपार्छ त्यसले हो। यहाँ गर्छ। यता आइज भाइ, पानी खेल्नु जान्दैछस्, यहाँ आइज छिटो, यहाँ आइज। पानी चाहिँ नखेल भाइ, पानी खेल्नु हुँदैन अब, 2-4 दिन त खेल्नु पाउँदैन त। भाइ स्कुल कहिले लाग्छ भनिदिए त, स्कुल कहिले लाग्छ? युकेजी। तेरो स्कुल कहिले लाग्छ भन्दा चाहिँ युकेजी त हामीलाई पनि थाहा छैन। अब स्कुल अप्रिल 2 तारिक लाग्छ होइन? हाँ नभन हजुर भन्। यहाँ हेर्नुहोस् त, यसरी खेल्नु चाहिँ दिनुपर्ने छ हौ सानैदेखिको। यो त अलिक ठुलो भएर मात्रै खेलेँ कि, यस्तोहरू खेल्यो भने चाहिँ बलियो हुन्छ। हाम्रो माथितिर हो भने चाहिँ कति धुलोमुलो खेलेर बलियो हुन्छ हो। अब हामी पनि सानोतिर चाहिँ यस्तो धुलोमुलो खेलेर बलियो थियो। जब स्कुल पढ्नु थालेर बजार लाग्यो त्यहाँदेखि चाहिँ यस्तो बिमारीहरू हुन थाल्यो हो। अनि त्यो भएर सबैजनालाई गुड मर्निङ। आज चाहिँ मेरो अनुहार नदेखाएको नि, कसलाई पनि कति मेरो अनुहार हेरेर वाक्कै हुन्छ भनेर नि।